हेलो नमस्ते गाइस, फेरि पनि वेलकम छ तपाईहरुलाई हाम्रो ब्लगमा। आज चाहिँ हामी भान्जालुका सिटीको सेन्टरतिर घुम्न जाँदैछौँ। अनि यहाँ हुनुहुन्छ हाम्रो साथीहरू, अगाडि साथीहरू हिँडिरहेछ चट्ट लगाएर। सेम वे अस्तिकै बाटो हो, हेर्दै जाउँ अब के हुन्छ। हामी चाहिँ अहिले बाटो काट्नलाई जेब्रा क्रसिङमा वेट गर्दैछौँ। यहाँ हुन्छ हाम्रो आज डङ्गरिया। डङ्गरिया भागेको छ त, क्यामरा देख्छु किन हो? त्यो रातो ग्रिन भएपछि हामी बाटो काट्ने हो। हामी चाहिँ अब बाटो काट्दैछौँ चट्टा लगाएर। साथीहरू छ, ग्रिन बलिसक्यो, साइकलवाला आफ्नो लाइनमा छ। ल फेरि भन्नु न भन्नु। Christmas tree, you And? can see, Okay, then and this is beautiful park. yeah, We visit today. yes, So, guys, I'll show you about this park. no, okay, explain me. And here is our brother Kabir Singh. Wow, wow, wow. वाउ फुल हेर्न, आम्मा फुल त खतरा छ त। यो कुन बाजे हो है, ठिङ्रिङ्गै बसिरहेको छ। And there you can see beautiful फ्लावर tree. यो मेमे कुन हो? बाजे रहेछ त। यहाँ हाम्रो बाजे बसिरहेको रहेछ। यही हो सेन्टर, हामी घुम्न आएको ठाउँ चाहिँ। यो चाहिँ पानीको धार रहेछ है गाइस। वाउ, आशिष फुलतिर हिँड्न एकछिन, म सिनेमेटिक खिचिदिन्छु। यस्तो दामी फुल यार, आम्बो दाजु, फुल त बबाले रहेछ नि। दिस इज सेन्टर है, हामी यहीँ घुम्न आएको। बाजे चाहिँ अब गीत गाउन लागिरहेछ, प्रिपेरेसन गर्दैछ आफ्नो सेटअपहरू। सेन्टर ठाउँ चाहिँ बबाल छ, दामी छ। लाग्छ प्यारो, यस्तै भए मात्रै प्यारो, नत्र नो प्यारो। यस्तो होस् न आम्बो दाजु। यो चाहिँ ठ्याक्कै हाम्रो के अरे दरबार माग जस्तै लाग्यो मलाई चाहिँ। यस्तै फिलिङ दिइरहेको छ यहाँ चाहिँ। यो चाहिँ सेन्टरको अर्को साइड खतरा रहेछ झन्। यहाँ पनि बियरै बियर। युरोप आएर बियर खानु भने काम छैन, साथी नि पाउँदैन। जुस खाने साथी पाउँदैन, जुस फेरि लास्टै महँगो छ। अलि जाँदैछु भित्र हेर, त्यहाँ हिँड त। अब चाहिँ हामी यहाँ टक्क आइपुग्यो। साथीभाइहरू पुरै थकाइ मारिरहेछ। ओ मामा, कस्तो लाग्यो? Ekdam, today I am so excited. वाइ एक्साइटेड? Very beautiful. This district Bhanjaluka. अनि डिस्ट्रिक्ट भान्जालुका। त्यहाँ चाहिँ के हो त्यो फेरि? अब चाहिँ हामी यहाँ यस बोस्नियाको राजाको दरबार
यतातिर छिन्ने क्रममा छौँ। यस्तो यस्तो बङ्गरहरू रहेछ यार। यो त टोइलेट खाले हो कि हाम्रो बङ्कर हो कि टोइलेट हो यो? गाजा खाने ठाउँ जस्तो लाग्यो मलाई त यहाँको तोर्बियाहरू। यहाँ चाहिँ अनौठो ठाउँ रहेछ। के रहेछ भनेर हेर्न लागेको छ हामी। भुटानको झन्डा जस्तो लाग्यो त मलाई त। ए दामी ठाउँ रहेछ ल। यहाँ चाहिँ तपाईँको एउटा स्टेडियम जस्तै प्रोग्राम गर्ने ठाउँ रहेछ। यहाँ चाहिँ मान्छे बस्ने है टक्क लगाएर त्यहाँ चाहिँ अनि प्रोग्राम गर्ने ठाउँ रहेछ। दामी छ जोस् ठाउँ चाहिँ दामी दामी दामी। ल मामा छोङ लाग्यो बेसी मामा फुत्त जाऊ न त एकचोटि। यहाँ चाहिँ यहाँबाट लुकी लुकी गोली हान्ने ठाउँ रहेछ। नजारा यस्तो देख्छ। त्यही हो गाइज, खास हामी चाहिँ सेन्टर भनेर आएको थियो तर घुम्दा घुम्दै यो राजाको एउटा भनौँ न दरबार जस्तो ठाउँ पनि आइहाल्यो। यस्तै छ। अब यही हो भिडियो यहीँ हुन्छ। हस्त धन्यवाद।